यही होइन जानु Okay, good. We are going to Statue of Liberty. Okay, ल अब आउँदाखेरिमा यस्तो भेटियो चित्र मूर्ति ल यो बाजेको नाम के हो सोध्नु पर्यो यहाँ बाजेको नाम पत्ता लगाउने यहाँ April 26, 1983 रे अफ न्युयोर्क के पढ्नै सक्दिनँ नि त म त धेरै पो लेखेको छ त यसमा त हेर्ला हेर यो बाजेको नाम के हो यहाँ लेख होला नि जोन के हो जोन एरिक्सन हो जोन एरिक्सन जोन एरिक्सन ल हामी अहिले जाँदैछौँ कता जाँदैछौँ हामी अहिले साउथ फेरीमा छौँ र जाँदैछौँ स्ट्याचु अफ लिबर्टी हेर्नको लागि त्यो मेन अमेरिकाले भनेको टाउकोमा काँडाको लगाएको के भन्नु के भन्नु हुनुहुन्थ्यो टाउकोमा काँडा लगाएको त्यही हेर्न जाँदैछौँ ल हिँड जाऊ लेट्स गो ल ल ल नानी गर्न ओके सो अब यहाँबाट फेरि रिटर्न ब्याक गर्ने हो वेटिङ कस्तो लाग्यो सानो देख्यौ तिमीले भिडियोमा यहाँ छिटो यहाँ बोल यहाँ ओइ बोल यहाँ कस्तो लाग्यो देख्यौ देख्यौ तिमीले यहाँ बोल नि त नि यहाँ नजाऊ सानो यतै बस्यो बस सानो from back. Do you wanna go? Awesome. I will be there, okay? Can you book me, Danny, please? Oh, yeah, it's not here. I can stay here with them. हेरै म भिडियो खिचिदिन्छु लविष्का 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 क्यान यु सी ओ पक्न ल Hi channel. What is that? What is that? Can you say it? Statue of Liberty. The Statue of Liberty. ल ल यही हो फेमस साँडे हो यो सानोतिनो साँडे सानो तिमी पनि हिँड्छौ यता आएर लविष्का यही हो फेमस साँडे हो यो सानोतिनो साँडे सानो तिमी पनि हिँड्छौ यता आएर लविष्का के लेखा छ डिपर
हामी चाहिँ अब न्युयोर्कको चाहिँ जुन वर्ल्ड ट्रेड सेन्टर छ सेप्टेम्बर 9/11 अब त्यसमा चाहिँ एट्याक गरेर जुन ध्वंस पारिएको थियो त्यो ठाउँमा छौँ हामी। अग्ला अरू पनि वर्ल्ड ट्रेड सेन्टरका बिल्डिङहरू यहाँ देख्न सकिन्छ र अर्कोतिर चाहिँ मेमोरीको रूपमा चाहिँ पार्क बनाइएको छ, मेमोरियल पार्क। यता मेमोरियल म्युजियम छ। आज चाहिँ हामीलाई हावाले यसरी उडाउला यस्तो गरेको छ हावाले। हेर्नु त कति हल्लाएको छ, त्यति हल्लाएको छ रुख है, हल्लाएको छैन। अब यहाँ देखेको छ भन्नु यसको बारे। अब यहाँ सबै मान्छेको नाम लेखेको छ वर्ल्ड ट्रेड सेन्टरको चाहिँ ध्वस्त हुँदा को मान्छे मऱ्यो भनेर त्यो सबै लेखेको छ यसमा है। प्लेनले हानेको यसमा चाहिँ यस्तो बनाएको रहेछ है, बिल्डिङलाई मेमोरीको रूपमा यस्तो बनाएको रहेछ। ल यस्तो ऊ बनाएको रहेछ। हेर्नु कस्तो छ, के तारको छ त यहाँ। ल नानीलाई हेर्नु है, म भिडियो खिच्छु। यहाँको वेस्टफिल्ड सपिङ मल। ल यसको हामी वेस्टफिल्डमा छौँ है। अत्यन्त राम्रो इन्फ्रास्ट्रक्चर हो। हेर्नुहोस् त कस्तो छ, छाना हेर्नु न, ओमाइको कति राम्रो यहाँ। वास्तवमै अमेरिका आइपुगेको जस्तो भएर अहिले चाहिँ यहाँ आउँदा चाहिँ है, वर्ल्ड ट्रेड सेन्टरको फेदमा है यो चाहिँ। What are you two doing? सुजी कस्तो लाग्यो त ल भन। माथि छानो है, छानो है चाहिँ यस्तो खालको पो छ त। छानो पनि यस्तो पो छ। ल यो के छानो हो यो, खतरा छानो छ नि। ल हेर्नुहोस्